सिरक बनाउँदैन अब डास्ना बन्छ लु एउटा सिरकको कति रेट पर्छ सोध्नु यहाँ मालिक को उहाँ हो मालिक लु कति केजीसम्मको डस्ना तयार हुन्छ भन्नु त राम्रो अब साइज हेरेर 15 किलो साइज हेरेर कुन साइजको छ बनाउने 15 केजीको डस्नामा कति खर्च आउँछ नेट यहाँ छ रुवा यहाँ छ पल्ला होइन यहाँ छ रुवा यसमा छ पल्ला 15 केजीको डस्ना बनाउँदा कति खर्च निस्किन्छ भनिदिनु त ट्याक्कै 15 केजीको 6400 6400 अलि महँगो भएन अनि एक नम्बर हो रुवा एक नम्बर हो स्पोनवाला रुवा हो अनि यो पल्ला सल्ला सबै गरेर सबै जेला रुवा कपडा यो पल्लालाई कति पर्छ त्यो मिटर हिसाबमा आउँछ अब यसपालिको जाडो गयो हेर्नु होइन मान्छेले बनाउन त बनाउँछ तर पनि होइन अब अहिले त माग लागिकन अलिकति जाडो घट्यो नि त डास्ना त बन्दै गर्छ सिरक बन्दैन सिरक चाहिँ बन्दैन तपाईँहरूको कहाँ छ अहिले बसाइ चाहिँ दमकदेखि ए यहाँ मान्छे कोही उर्लाबारी कोही मङ्गलबारे मान्छे कमाउनको लागि कमाउनको लागि छ सबै कमाउनु छ होइन घुम्नै पर्यो ठिक छ के गर्नु ना दुःख गरी हुँदैन अब कता जाने रङपुर यस्तै रङपुर घुम्दै जान्छु साइकल बिग्रेको छ आज बनाइयो कि बनाइएन बनाइएन आज बनाएको छैन बनिरहेको छैन कि बनी गरिदिउँ तपाईँ घरमा दुईटा बनाइदिउँ होइन अनि घर चाहिँ कता हो तपाईँहरूको वीरगन्ज ल वीरगन्जदेखि आउनुभएको रहेछ यसरी साइकलमा सिरक डस्ना बनाउँदै हिँड्नुहुन्छ उहाँहरू है नेटमा हाल्दे